हेर्नुहोस् हरेक मान्छेहरू बिहान हार्ट एटेक हुने टाइम चाहिँ 2 बजेदेखि 5 बजेसम्म हो अरे सामान्यतया 2 बजेसम्म 2 बजेदेखि 5 बजेसम्म उठ्दाखेरि मान्छे हार्ट एटेक भएर भन्छ जस्तो बाथरुम गएर हार्ट एटेक भएको हुन्छ नि त्यो कारण के हो भने उठेर सम्पूर्ण शरीरका अङ्ग सञ्चालन नभइकन मान्छे हतार टोयलेट गयो भने त्यसलाई हार्ट एटेक हुने सम्भावना छ तर तपाईँ उठ्नुहोस् पहिले उठेर सबभन्दा पहिले उठेर चाहिँ हत्केलाले यो तातो पार्नुहोस् र आँखालाई खोल्नुहोस् अनि एकछिन पलेटी मारेर बस्नुहोस् अनि त्यहाँ भन्नुपर्छ अहिले मन्त्र कराग्रे बसते लक्ष्मी करमध्ये सरस्वती करमूले स्थितो ब्रह्म प्रभाते कर दर्शनम उठेर भन्नुहोस् समुद्र बसने देवी पर्वतस्तन मण्डिते विष्णुपत्नी नमस्तुभ्यम पादस्पर्शम क्षमस्वे यी 2-4 मन्त्र भनेर तपाईँ बाथरुम जानुभयो भने तपाईँलाई हार्ट एटेक हुँदैन किन तपाईँको शरीर सुतेको शरीर टुङ्गामा अनि त्यो किन हार्ट एटेक हुँदैन त भने उसका शरीर उठेर उठ्ने बित्तिकै हतार दौडेन हेर्नुहोस् धङधङाउँदै दौडेन तपाईँले धङधङ नदौड्नका लागि ऋषिले के भन्यो भने तिमी यी मन्त्र भनेर एकछिन बस एकछिन प्राणायाम गर एकछिन चाहिँ शरीरलाई चाहिँ त्यो शरीरको लामो सास फेर त्यति गरेपछि तपाईँको शरीरको आवश्यक तन्तुहरू मिलेका हुन्छन् अनि तपाईँलाई कहिले पनि हार्ट एटेक हुँदैन बिहान 2 बजेदेखि 5 बजेसम्म उठ्दाखेरि उठ्ने टाइम कति बेला हो त हेर्नुहोस् 3 बजेदेखि 4 बजे भित्र उठ्ने मान्छे योगी भनिएको छ हेर्नुहोस् 4 बजेदेखि 5 बजे भित्र उठ्ने मान्छे भोगी 5 बजेपछि पनि सुतिरहने मान्छे रोगी अब आजदेखि तपाईँहरू 4 जनाले कमसेकम 5 बजेपछि सुत्न पाउनुहुन्न बिहान अनि बेलुका सुत्ता पनि के छ भने सुत्ता तपाईँ निदाउनुहुन्छ तपाईँको बसमा तपाईँ हुनुहुन्न नि त सुत्ता तपाईँको कसले रक्षा गर्ने हो उठ्दा त तपाईँ आफू भाग्न सक्नुहुन्छ सर्प आयो भने भाग्न सक्नुहुन्छ बाघ आयो भने भाग्न सक्नुहुन्छ कसैले लखेट्यो भने भाग्न सक्नुहुन्छ चोरले लखेट्यो भने भाग्न सक्नुहुन्छ सुतेको त कोही हुँदैन सुतेको भने तपाईँ हाम्रा भगवानै हुन् जले रक्षतु बाराह स्थले रक्षतु वामन अटव्याम नारसिंहश्च सर्वतः पातु केशव जले रक्षतु नन्दीश स्थले रक्षतु भैरव अटव्याम वीरभद्रश्च सर्वतः पातु शङ्कर भनेर सुत्नुहोस् मलाई यो श्लोक मैले कहिले जानेको मलाई थाहा छैन